बिक्री गर्छन् होसियार। मुटुको माया छातीमा बोकेर हातमा राष्ट्रिय झण्डा बोकेर यो मुलुक जोगाउनको लागि बेथितिको अन्त्य गर्नको लागि भ्रष्टाचारीहरूका पाता कस्नको लागि हाम्रा राजालाई सिंहासनमा राख्नको लागि संहिता नाच्नको लागि हामीलाई चुसेर खाने भ्रष्ट नेताहरूलाई जेलमा कोस्नको लागि उपस्थित हुनुभएका सबै दाजुभाइ दिदीबहिनीहरूलाई म प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती नमन गर्न चाहन्छु। तीनटा दल विशेषले यो मुलुकलाई आफ्नो वीरता ठानेका रहेछन्। गणतन्त्र ल्याएदेखि यिनीहरूको परिवार बनियो। नेपाली जनताको खुन र पसिना चुसेर उनीहरू अरबपति र खरबपति भए, ठुल्ठुला महलहरू खडा भए। तर हाम्रो कर्णालीमा तुइन्छ अहिलेसम्म पनि, तुइनबाट मान्छे झुन्डेर मरेका छन्। 62-63 सालमा राजा राख्ने समझदारी थियो। गिरिजा प्रसाद कोइरालालाई राष्ट्रपति हुन रहर लागेर भारततिरको तात्कालीन रहले भन्यो, तात्कालीन सोनिया गान्धीको रहले भनिसक्यो राजवंश हामीले नष्ट पारेको हो, नेपाललाई क्रिस्चियन राष्ट्र बनाउन खोजेको हो र प्रचण्डजीहरूलाई दिल्लीमा पालेर हामीले राखेको हो, गरिब नेपालीका घाँटी हामीले कटाएको हो भनेर त्यतिखेरको रहले सोनिया गान्धीले त्यतिखेरको कांग्रेसका अहिले भनेको रहेछ। अहिले भने भगवान पशुपतिनाथको कसम, माता दक्षिणकाली पाथिभरा देवी बडी मालिकाको कसम, डाक्टर रामप्रसाद उप्रेती यो गणतन्त्र फालेर यसको पोस्टमार्टम गर्न चाहन्छु म। पोस्टमार्टम यिनीहरूले नेपाली जनतालाई अहिलेसम्म हेपेका छन्, तर आज यो चौर भरिसक्यो। जिल्लाबाट बाहिरबाट मान्छेहरू आइराखेका छन्। अब यो आन्दोलन भोलि एक दिन पर्वको कारणले हामी रोक्छौँ। 17 गतेबाट हाम्रो सुरु भएको आन्दोलन जबसम्म राजालाई सिंहासनमा राख्न सक्दैनौँ, जबसम्म हामीले भ्रष्टाचारी पक्रिन सक्दैनौँ, जबसम्म गणतन्त्र मास्न सक्दैनौँ, जबसम्म मुलुकमा अमन चयन गर्न सक्दैनौँ, तबसम्म हाम्रो भेट हुन्छ। नेपाल आमाको कसम, आमाको कसम, मातृभूमिका लागि नबोल्ने चिब्राहरूको के अर्थ? मातृभूमिका लागि नबोल्ने ओठहरूको के अर्थ? मातृभूमिका लागि नहिँड्ने पाइलाहरूको के अर्थ? म त सम्पूर्ण परिवार लिएर म हालैका दिनमा अमेरिकामा थिएँ। अमेरिकाको डोनाल्ड ट्रम्पले के भने तिम्रो मुलुकमा धर्म परिवर्तन गराउन, मान्छेलाई नास्तिक बनाउन, संहिता पाल्न अमेरिकाबाट डलर गएको भने युरोपियन युनियनबाट सेटेलाइट आउँथे। नेपाली जनता चाहे सुरक्षाको होस्, चाहे हाम्रा नेपाली दाजुभाइ अहिले पूर्व जनमुक्ति सेना जो लडेका थिए हिजो मुलुकका लागि, फोन गरेर मलाई के भने हामी मुलुकको लागि लडेका थियौँ, कुनै महासामन्तलाई धनी बनाउन लडेका थिएनौँ। अब तिनीहरूको सम्पत्ति हामी लुट्छौँ भने जनमुक्ति सेनाले भनेको कुरा हो यो। त्यसै गरी बाबुराम भट्टराईले अर्काका छोराछोरी क्लासरुमबाट झिकेर बन्दुक बोकाएर मर्न पठायो। यति नभनिन्जेल मर्न तयारै हुँदैनन् भनेर मर्न पठायो, आफ्नी छोरीलाई पढ्न पठायो। हिसाब किताब गरिन्छ। खबरदार, यो नेपाली जागेको अवस्था हो। अब तपाईहरू आफै भाग्ने कि हामीले जेलमा कोस्नु पर्ने हो? हिसाब किताब गर्नु। नेपाल वैदिक सनातन हिन्दू राष्ट्र हो। नेपाल अधिराज्य हो, हिन्दू अधिराज्य हो। राजा हाम्रो प्राण हो। राजा छैन भने हामी टोरा हुने रहेछौँ। यी नेताहरूले हाम्रो छाला काटेर सुकाएर बिक्री गर्छन् होसियार। नेपाल पोस्टमार्टम, मदन भण्डारीको पोस्टमार्टम गर्ने डाक्टर मै हो। मदन भण्डारी मारेपछि को धनी भयो? मदन भण्डारीको हत्याको किन खोजिएन? त्यसको हिसाब किताब पनि गर्ने। अनि अब गणतन्त्र ढालेर यिनीहरूको पोस्टमार्टम गर्नलाई डाक्टर रामप्रसाद उप्रेती र टिम नै तयार छ। तपाईहरू आइदिनु होला।
नेपालको जय होस्, हाम्रा राजाको जय होस्, सबै नेपालीको जय होस्, हाम्रो यो एकताको जय होस्।